हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु दर्शकज्यू। आज यस मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा कास्कीको आयोजनामा भइराखेको यस कार्यकर्ता भेटघाट कार्यक्रमका सभाध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, संगठनका केन्द्रीय सभाका सहसचिव शानबहादुर लेप्चाज्यू, व्यासमा रहनुभएका केन्द्रीय सर्वोच्च सभाका सदस्यज्यूहरू, गण्डकी प्रान्तीय सभाका अध्यक्ष, पदाधिकारी, सदस्यज्यूहरू र यस भेटघाट कार्यक्रममा उपस्थित तपाईँ सम्पूर्णमा मेरो न्यानो क्रान्तिकारी सल्युट गर्न चाहन्छु। स्वीकार्नु, जय मङ्गोल। अब त स्वर पनि अलिक ठुलो आएको छ, केही समय धैर्य गर्नु होला भन्ने लागेको छ। तर मूलभूत विषयहरू माथि विषय प्रवेश भइसकेको छ, धेरै कुराहरू तपाईँहरूको बिचमा आइसकेको छ, तपाईँहरूले त्यसलाई मनन पनि गर्नुभएको छ भन्ने मलाई लागेको छ। र मूलत हामी निर्वाचन सम्पन्न भइसके पछाडि जुन किसिमले हामी यो कार्यकर्ता भेटघाट कार्यक्रमको सिलसिलामा यो तपाईँहरूको बिचमा आइपुगेका छौँ, सङ्गठनको तर्फबाट मङ्गोल नेसनल अर्गनाइजेसनले स्थापना भएको मितिदेखि आजको मितिसम्म आइपुग्दै गर्दाखेरि हामीले सूक्ष्म रूपबाट अध्ययन गर्न सक्ने मानिसहरूले त्यसलाई बुझ्ने गरेर विभिन्न किसिमका ऐतिहासिक सफलताहरू, ऐतिहासिक उपलब्धिहरू हामीले प्राप्त गरेर आएका छौँ। सो विषयमा गहिरिने मानिसहरूले र राजनीतिलाई सूक्ष्म रूपबाट अध्ययन गर्न सक्ने मानिसहरूले मङ्गोल नेसनल अर्गनाइजेसनले हासिल गरेको उपलब्धि के हो, प्राप्त गरेको सफलता के हो, हामी कुन बिन्दुमा आइपुगेका छौँ भन्ने कुरा मोटामोटी एक किसिमको आइडिया छ भन्ने लागेको छ। र यसो हुँदै गर्ने क्रममा मङ्गोल नेसनल अर्गनाइजेसनको यो राजनैतिक अभियानको क्रममा यो देशमा रहेका साम्राज्यवादी शक्तिले सञ्चालन गरेका मानिसहरूको नजरबाट यो सङ्गठनलाई छेक्नको निमित्त, यो सङ्गठनलाई अवरुद्ध बनाउनको निमित्त आजको मितिमा अथवा निर्वाचनको समयमा मात्रै होइन, योभन्दा पूर्ववत समयहरूमा पनि यस्तै किसिमका षड्यन्त्र र चुनौतीहरू भएको कुरा तपाईँहरू सबैलाई त्यो विषयमा सर्वविदित छ भन्ने मलाई लागेको छ। योभन्दा अगाडिको बसाइहरूमा पनि हामी विशेष गरी सङ्गठनको विरुद्धमा साम्राज्यवादी शक्तिका एजेन्टहरूले, साम्राज्यवादी शक्तिका मतियारहरूले मङ्गोल नेसनल अर्गनाइजेसनलाई रोक्नको निमित्त, यसलाई छेक्नको निमित्त, यसलाई अगाडि बढ्न नदिनको निमित्त भए गरेका विभिन्न किसिमका षड्यन्त्रहरू, त्यो साम दाम दण्ड भेद विभिन्न प्रकारहरूबाट भए गरेका जति पनि षड्यन्त्रहरू थिए, ती षड्यन्त्रहरूलाई कमजोर बनाएर, ती षड्यन्त्रहरूलाई फेल खुवाएर हामी विश्वभरि रहेका साम्राज्यवादी शक्तिको विरुद्धमा र नेपालमा रहेका बृहत नेपाली नागरिकहरूको उज्जवल र सुनिश्चित भविष्यको खातिर हामी निरन्तर सङ्घर्षरत रहेका थियौँ। र ती साम्राज्यवादी शक्तिहरूले गरेको चुनौतीहरू, खेलेको षड्यन्त्रकारी भूमिकाहरूलाई यसै गरी चिर्नको निमित्त सङ्गठनको तर्फबाट हामीले योभन्दा अगाडिको वर्षहरूमा पनि कार्यकर्ता भेटघाट गर्दै कार्यकर्ताहरूको मनमा भएको जिज्ञासा, कार्यकर्ताहरू आफ्नो कार्यक्षेत्रमा लागेर काम गर्दै गर्ने क्रममा सङ्गठनको विरुद्धमा आउने षड्यन्त्र, सङ्गठनको विषयमा आउने जिज्ञासा, यो विषयहरूलाई स्पष्ट पार्नुपर्छ भन्ने उद्देश्यसहित हामीले गत वर्षहरूमा, गत समयहरूमा पनि यस्तै हिसाबले कार्यकर्ता भेटघाट कार्यक्रममा सरिक हुँदै आइराखेका थियौँ, जसको परिणाम स्वरूप मङ्गोल नेसनल अर्गनाइजेसनलाई आजको मितिसम्म साम्राज्यवादी शक्तिहरूले साम दाम दण्ड भेदको सबै नीतिहरू प्रयोग गर्दाखेरि पनि आजसम्म मङ्गोल नेसनल अर्गनाइजेसनलाई रोक्न सकेको छैन। त्यो चाहिँ यही कार्यकर्ता भेटघाट कार्यक्रमको परिणाम चाहिँ हामीले त्यो एउटा सकारात्मक परिणाम हामीले पाउन सफल भएका छौँ। यसै सिलसिलामा निर्वाचन सम्पन्न भयो, निर्वाचनमा मान्छेले सोच्दै नसोचेको मत परिणाम आयो। त्यो आइसके पछाडि साम्राज्यवादी शक्तिहरूको एउटै सोच थियो कि मङ्गोल नेसनल अर्गनाइजेसनलाई साम दाम दण्ड र भेद चारवटा नीति मध्ये साम दाम र दण्डको नीतिले यसलाई रोक्न सकिएन। अब भेद नीति मार्फत चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई रोक्नुपर्छ भन्ने उनीहरूको षड्यन्त्र चाहिँ त्यहाँनिर थियो। त्यो भेद नीति स्वरूप 2082 साल फागुन 21 गते सम्पन्न भएको निर्वाचनमा मङ्गोल नेसनल अर्गनाइजेसनले अघिल्लो निर्वाचनमा प्राप्त गरेको मतमा चाहिँ भारी गिरावट आउने गरेर षड्यन्त्र गर्न उनीहरू लागे। त्यो लागिसके पछाडि पनि हाम्रा समर्थकहरूलाई, हाम्रा शुभचिन्तकहरूलाई, हाम्रा नेता कार्यकर्ताहरूलाई साम्राज्यवादी शक्तिका ठेकेदारहरूले विभिन्न किसिमका षड्यन्त्रहरू गरेर
मङ्गोल नेसनल अर्गनाइजेसनलाई चाहिँ भेद नीति अपनाएर यो सङ्गठनलाई सुकाउने, सङ्गठनलाई खत्तम गर्ने षड्यन्त्रमा चाहिँ उनीहरू अझैसम्म पनि घुँडा धसेर लागिराखेको परिप्रेक्ष्य चाहिँ हामीले त्यसलाई महसुस गऱ्यौँ। यसै कारणले गर्दाखेरि हामीले कार्यकर्ता भेटघाट कार्यक्रमको सिलसिलामा कार्यकर्ताको तहमा पुगेर विभिन्न प्रान्तीय सभा, विभिन्न जिल्ला सभा, विभिन्न स्थानीय सभाको जिम्मेवारी लिएर बस्नुभएका हाम्रो सङ्गठनका सबै तहको नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्ने, हाम्रो समर्थक शुभचिन्तकहरूसँग भेटघाट गर्ने, उहाँहरूलाई आइराखेको जो जिज्ञासा, पब्लिकबाट आएको जिज्ञासालाई हामीले निराकरण गरेर आयौँ भनेदेखि चाहिँ हाम्रो सङ्गठनलाई थप मजबुत बनाउन सकिन्छ भन्ने चाहिँ हामीले बुझेका थियौँ। त्यस हिसाबले पनि हामीले कार्यकर्ता प्रशिक्षण कार्यक्रम मार्फत तपाईँहरूसँग भेट्ने एउटा चाहिँ परिस्थिति, एउटा निर्देशन भनौँ अथवा त्यो वातावरण चाहिँ हामीले तयार गर्नु पर्यो। र यसै सिलसिलामा हामीले यो किन गरिराख्नु परेको छ अहिले? अब चुनाव जितेर जानेहरू त आफ्नो साङ्गठनिक गतिविधिमा त अहिले संलग्न छैन। चुनाव जितेर जानेहरू त उनीहरू त्यसैको रमाइलोमा लागिराखेको छ। त हामीले चाहिँ यो किन गर्नु पर्यो भन्दा नेपालको राजनीतिमा मङ्गोल नेसनल अर्गनाइजेसन मात्रै हो नेपालको बृहत नेपाली नागरिकहरूलाई ध्यानमा राखेर बृहत नेपाली नागरिकहरूको उज्जवल र सुनिश्चित भविष्यको निमित्त चाहिँ चासो राख्ने, चिन्ता व्यक्त गर्ने, आवश्यकता अनुसार घुँडा धसेर चाहिँ त्यो सङ्घर्षको निमित्त तयार भएर लाग्ने र हरेक चुनौतीहरूसँग चाहिँ खेल्नको निमित्त तयार हुने राजनैतिक दल नेपालको राजनीतिक इतिहासमा मङ्गोल नेसनल अर्गनाइजेसन मात्रै हो भन्ने कुरा चाहिँ पछिल्लो समय विकसित भएको त्यो राजनैतिक घटना तथा परिघटनाहरूले त्यसलाई प्रमाणित गर्दछ। यस कारणले गर्दाखेरि मैले तपाईँहरूको बिचमा यो कुरा किन राखिराखेको छु भन्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनले निर्वाचन त जितेन यसपालि पनि, गणितीय नतिजा त आएन। तर हाम्रो दृष्टिकोण चाहिँ कस्तो भइसक्यो भन्दाखेरि राजनीति भनेको चाहिँ चुनावी मैदानमा गइसकेपछि चुनाव जितेर जानु चाहिँ राजनीति सफल हो। निर्वाचनको मैदानमा जाँदै गर्दाखेरि चुनाव जितेर जान नसक्नु चाहिँ असफलता हो भन्ने एउटा गलत भाष्य चाहिँ निर्माण भएको छ यो मुलुकमा। त्यस कारणले गर्दाखेरि हामीलाई बेला बेलामा चाहिँ हो कि होइन दमन दमन बनाउने, होला कि नहोला बनाउने त्यो षड्यन्त्र त्यसो होइन। राजनीति त्यतिको निमित्त मात्रै गरिने कुरा होइन। म तपाईँहरूलाई उदाहरणको रूपमा भन्न चाहन्छु। हिजो हाम्रो सङ्गठनको संस्थापक प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङ निर्वाचनको मैदानमा पटक निर्वाचनको मैदानमा जानुभयो। निर्वाचनमा जाँदाखेरि पटक उहाँलाई तिनै साम्राज्यवादी शक्तिहरूले निर्वाचनमा हराउने काम गरे। त फेरि डाक्टर गोपाल गुरुङज्यूले इलाम जिल्लाबाट निर्वाचनमा उम्मेदवारी दिँदै गर्नुहुँदाखेरि डाक्टर गोपाल गुरुङज्यूको विरुद्धमा त्यहाँनिर केबी गुरुङलाई चाहिँ नेपाली कङ्ग्रेसले अगाडि सार्ने काम गरेका थिए। गोपाल गुरुङले चुनाव हार्नुभयो, केबी गुरुङले चुनाव जित्यो, चुनाव मात्रै जितेन राज्य मन्त्री पनि भयो। त अहिले अन्तिममा गएर केबी गुरुङ पनि मरेर गयो। हाम्रो सङ्गठनको संस्थापक प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङज्यू पनि बितेर जानुभयो। अब अहिले तपाईँ इलाममा गएर सोध्नुहोस् त केबी गुरुङ को हो चिन्नुहुन्छ भनेर सोध्यो भने त्यहाँको अहिलेको पुस्ताले केबी गुरुङलाई चिन्दैन। तपाईँले डाक्टर गोपाल गुरुङ को हो भनेर सोध्नुहोस् त इलामले होइन, देशले होइन, आज विश्वले डाक्टर गोपाल गुरुङलाई चिन्दछ। हेर्नुहोस् अहिले नेपालमा अहिले मास्टर डिग्रीमा पढाइ हुने एन्थ्रोपोलोजीमा डाक्टर गोपाल गुरुङज्यूको विषयमा अध्ययन गर्नुपर्छ। नेपालको अहिलेको ब्याचलर लेभलमा सोसियोलोजी पढ्ने मानिसहरूले डाक्टर गोपाल गुरुङ र हाम्रो सङ्गठन मङ्गोल नेसनल अर्गनाइजेसनको विषयमा पढेर एक्जाममा आउने क्वेसनको एन्सर लेखेर पास हुनुपर्छ। भनेको नेपालको त्रिभुवन युनिभर्सिटीबाट लिने परीक्षाहरूमा समेत उहाँको विषयमा अध्ययन गर्नुपर्ने ठाउँमा आइपुगिसकेको छ। त यसले के देखाउँछ भन्दाखेरि विजय भन्ने कुरा, जित भन्ने कुरा चाहिँ कसले आउने पुस्ताको निमित्त लड्यो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। उदाहरणको निमित्त एउटा घरमा दुईजना दाजुभाइ छ, दाजुभाइकै छोराछोरी छन्। दाजुले के गर्यो भन्दाखेरि दाजु चाहिँ झन्झन दुःख गरेर उसले दुईजनाको छोराछोरी छन्। जेठो दाजुले के गर्यो भन्दाखेरि आफूसँग भएको सम्पत्तिलाई जोगाएर छोराछोरीको भविष्यको निमित्त थप सङ्घर्ष गर्यो, दुःख गर्यो उसले। त्यहीँनिर कान्छो भाइले के गर्यो, छोराछोरीको भविष्य वास्ता नगरिकन उसले चाहिँ के गर्यो भन्दा आफ्नोसँग भएको, आफूसँग रहेको आफ्नो पैतृक सम्पत्ति, आफ्नो पुर्ख्यौली सम्पत्ति सबै बेचेर सकेर त्यही पैसामा चाहिँ मोज मस्ती गरेर गाडी घोडा चढ्ने काम सबै कुरा गर्यो। मान्छेले हेर्दाखेरि के बुझ्छ भन्दाखेरि दाजुले गरेको दुःख के को निमित्त थियो भने बुझ्दैन। मान्छेले के हेर्छ भन्दा हेर त्यहाँ त्यसको भाइले कति रमाइलो गरेको छ, गाडी चढेर हिँडेको छ, कति मिठो खाएको छ, घर पनि कति राम्रो भनेर हेर्छ नि। हामीले त्यही दृष्टिकोणबाट राजनीतिलाई विश्लेषण गर्न हुँदैन। हेर्नुहोस्
त्यो जेठा दाजुले गरेको दुःखको कारणले भोलि पछि विगत भविष्यमा पुगिसकेपछि के हुन्छ भन्दा कान्छाको छोराछोरी उठीबास लाग्छ, सुकुम्बासी हुन्छ, जेठोको छोराछोरी झन् त्यहाँनिर मजबुत भएर बसेको अवस्था बन्न पुग्छ त्यहाँनिर। यस कारणले गर्दाखेरि अहिलेको हाम्रो वर्तमानको राजनीति हामीलाई हाम्रो संगठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले व्यक्तिगत जीवनमा अहिले नै खाइहाल्ने कुरामा हामीलाई सिकाउनु भएन। उहाँले भविष्यमा गएर आफ्ना आउने पुस्ताहरूलाई बाटो देखाएर जानको निमित्त उहाँले हामीलाई त्यो किसिमको स्कुलिङ गरेर जानुभएको छ। यदि उहाँले आफ्नै जीवनमा खानेकुरा सिकाउन खोज्नुहुन्थ्यो भने त महामानव डाक्टर गोपाल गुरुङज्यू त उहाँले त सुनको थालमा चाँदीको चम्चाले खान सक्ने हैसियत थियो नि त उहाँको। उहाँले त्यो गर्नुहुन्थ्यो नि त, त्यो गर्नुभएको थिएन हामी पनि त्यस्तै हुन्थ्यो होला। तर उहाँले के गर्नु भन्दा त्यो सारा कुराहरूलाई त्यागेर आउने भावी सन्ततिहरूको उज्जवल र सुनिश्चित भविष्यको निमित्त बरु आफ्नो व्यक्तिगत जीवनमा आफू सुविधामा नपुग्ने, आफू प्रलोभित नहुने, आफूले त्यो स्वार्थ नराख्ने, तर आउने सन्ततिहरूलाई चाहिँ बाटो खुल्ला गरेर मार्ग प्रशस्त गरेर राखिदिनुपर्छ भन्ने बाटो चाहिँ हामीलाई हाम्रो संगठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले चाहिँ हामीलाई त्यो बाटो देखाएर जानुभएको छ, त्यो किसिमको स्कुलिङ गरेर जानुभएको छ। यस कारणले गर्दाखेरि हामीले मङ्गोल नेसनल अर्गनाइजेसनको राजनीतिलाई चाहिँ हामीले निर्वाचन जितेर कति बेला चाहिँ सांसद बन्ने भन्नेसँग जोडेर हेर्नु हुँदैन। हामी सङ्घर्षको मैदानबाट, हामी सडकबाट गरेको सङ्घर्षबाट पनि हामीले उपलब्धिहरू हासिल गरेका छौँ। अघि प्रश्नको रूपमा कुरा आयो होइन, अघि हाम्रो दाइले ल्याउनु भएको कुरा त निकै गजबको कुरा छ नि त। त्यो हामीले त्यति बेला हाम्रो पाला पनि 5 वर्षभित्र हुन्छ भनेर भन्यौँ। अब अहिले बिचमा आउनुभएको पुस्ताले पनि 5 वर्षभित्र हुन्छ भनेर भन्नुभयो। अहिले फेरि तपाईँहरू 5 वर्षपछि हुन्छ भन्नुहुन्छ। तर हुनु चाहिँ हुन्छ कि हुँदैन भन्ने आयो नि त। अब चाहिँ हुन्छ फेरि। त्यो किन हुन्छ भन्दा अब चाहिँ समय पुग्यो, अब चाहिँ हुन्छ। यो अब 2087 साल करिब 4 वर्ष 5 वर्ष भनौँ, यो समयमा चाहिँ हुन्छ नै हुन्छ फेरि। यो चाहिँ कसैले रोकेर रोकिँदैन, किनकि यो चाहिँ प्राकृतिक सिद्धान्तको हिसाबले अब चाहिँ समय पुग्यो। त्यहाँ नपुगुन्जेलसम्म चाहिँ हामीले त्यो गर्नै पर्ने थियो। फेरि 5 वर्षको भन्ने कुरा आयो। त्यसमा चाहिँ हामीले के गर्यौँ भन्दा हाम्रो सङ्गठनले एउटा उपलब्धि हासिल गर्दै गर्दै, जस्तै 37 वर्ष भन्छ नि त, यो 37 वर्षमा के गर्यो भनेर फर्केर हेर्नु पर्यो नि त। हामी यतिकै चुप्लाएर बसेको, हाम्रा अग्रजहरूले सङ्गठन मात्रै जन्माएर छोडिदिनु भएको होइन। यो 37 वर्षमा धेरै कामहरू भयो। मङ्गोल नेसनल अर्गनाइजेसन जन्मिने बेलामा परिकल्पना गर्नुहोस्, यो सङ्गठन जन्मिनुभन्दा पहिला हाम्रो नाममा जग्गा जमिन केही पनि थिएन। महामानव डाक्टर गोपाल गुरुङज्यूले सङ्गठन जन्माउनु भनेकै त्यो जङ्गललाई चाहिँ ढाडफाड गरेर त्यो सबै कुरा पन्छ्याएर बारी बनाउने काम गर्नुभयो डाक्टर गोपाल गुरुङज्यूले। बारी त बन्यो तर सुकुम्बासी भइयो। त्यसलाई लिगलाइज गर्नको निमित्त निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने थियो। 18 वर्षको सङ्घर्ष पश्चात निर्वाचन आयोगमा 2064 साल माघ 15 गते यानि कि 29 जनवरी 2008 को दिनमा निर्वाचन आयोगमा दल दर्ता भयो। भनेको हामीलाई बनाइदिनु भएको त्यो बारी लिगलाइज भयो, हाम्रो नाममा आयो भनौँ न। त्यो नाममा आइसकेपछि अब त्यो बारीलाई मलिलो बनाउनु पर्ने थियो। त्यो दोस्रो पुस्ताको रूपमा हाम्रो सङ्गठनको श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूले त्यसलाई चाहिँ मलिलो बनाउने काम गर्नुभयो। हाम्रो नाममा आएको ढाडफाड गरेर रेडी भएको बारीलाई उहाँहरूको पुस्ताले खनजोत गर्ने, बचाउनु पनि पर्यो। फेरि त्यहाँनिर त फेरि छिमेकीले हडप्ने कुरा हुन्छ, अर्काले पनि नजर लाउने कुरा हुन्छ, त्यसलाई बचाउने काम गर्नु पर्ने थियो। दोस्रो पुस्ताको रूपमा हाम्रो सङ्गठनको श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यू र उहाँको पुस्ताले त्यो लडाइँ लडेर त्यसलाई मलिलो बारी पनि बनाइदिनु भयो, बिरुवाहरू पनि रोपिदिनु भयो। अब फल फल्न लागिराखेको छ। अब कुर्ने पुस्ताको रूपमा हामी तेस्रो पुस्ता आइपुग्यौँ क्या। अब कुर्नु त पर्यो। अब फलेको छ, अहिले पाक भरे पाक भनेर त पाक्छ र पाक्दैन। मैले एक दिन एउटा एक्सपेरिमेन्ट गरेको हेर्नुहोस् होइन, एभोकाडो फलिराखेको थियो। एभोकाडोको त्यो साइज बढ्ने भनेको मोटामोटी साउन भदौमा जत्रो हुन्छ त्यो कार्तिक मङ्सिरमा हुने त्यत्रै हो। यत्रो हो भने त अब त पाक्नु पर्ने, किन पाक्दैन भने कहिल्यै पाक्दैन। मैले एक समय टिकटकमा एउटा भिडियो देखेँ। त्यो एभोकाडोलाई छिटो पकाउने उपाय चाहिँ के रहेछ भन्दा भक्लक भक्लक उम्लेको पानीमा त्यो एभोकाडो हालेर चाहिँ 20 मिनट जति प्लेटले छोपिदिनुपर्छ, गुम्साइदिनुपर्छ तातो पानीमा। त्यसपछि निकाल्नुपर्छ, पाकेको हुन्छ भनेर मैले देखेँ। हो कि क्या जस्तो लाग्यो मलाई। तैपनि एक्सपेरिमेन्ट गरौँ भनेर एक दिन मैले त्यही गरेँ। पानी बेसरी तताएँ, त्यो तातेको पानीमा काँचो एभोकाडो टिपेर अनि त्यसमा हालेर 20 मिनट छोपिदिएँ। 20 मिनटपछि खोलेर हेरेको पाकेको क्या हो भनेर त्यसले रङ बदलेको रहेछ, पाकेको रहेछ। फेरि अर्को 20 मिनट राखेँ, फेरि भएन। त्यो नभए पछाडि अनि अन्तिममा गएर मलाई थाहा भयो कि यो चाहिँ प्रकृतिको नियम अनुसार पाक्नु पर्ने कुरालाई समय आउनुभन्दा अगावै जबरजस्ती गरेर नहुने रहेछ भने मलाई थाहा भयो कि त्यति बेला।
यस कारणले गर्दाखेरि यो अहिले हामी जबरजस्ती पकाउन खोज्दैछौँ, हुँदैन। समय आउँदैछ। अब कहिले आउँदैछ भन्दाखेरि अघि पनि कुरा, अबको 5 वर्ष चाहिँ कन्फर्म मैले भने तपाईँहरूलाई, त्यो चाहिँ अब चाहिँ तपाईँहरूले लेखेर राख्नुहोस्। हाम्रा सबै किसिमको लडाइँहरू सकिए, हाम्रा अग्रजहरूले लडिदिनु भयो। माननीय डाक्टर गोपाल गुरुङज्यू, उहाँसँगैको उहाँको पुस्ताहरू, सँगसँगै सङ्गठनको दोस्रो पुस्ताको रूपमा सङ्गठनको नेतृत्व लिनुहुने हाम्रा सङ्गठनका वर्तमान श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यू, सँगसँगै उहाँको पुस्ताहरूले दोस्रो चरणको लडाइँ पनि सकेर सबै लडाइँ सक्यो। अबको काम भनेको बिरुवा पनि रोपिदिनु भएको छ, फल पनि लागिसकेको छ। अब त्यो फललाई कुर्ने पुस्ताको रूपमा चाहिँ हामी रह्यौँ। त त्यसको निमित्त अहिलेको कार्यकर्ता भेटघाट प्रशिक्षण कार्यक्रम त्यसैको निमित्त हाम्रो कार्यकर्ताहरू चाहिँ यो दोमन भएको बेलामा होइन, ठुलो परिवर्तन आउने बेलामा चाहिँ हावा पनि उल्टो दिशाबाट चल्छ अरे, अनि त्यो उल्टो दिशाबाट हावा चलेको भने त्यतै कुदी पठाइदियो भने त फेरि फल त प्राप्त हुँदैन। त्यस कारणले गर्दाखेरि पनि ल अब चाहिँ समय आउन आँट्यो, तपाईँहरू नातिनुहोस् भनेर भन्नको निमित्त पनि हामी विशेष गरी यसरी हिँडिराखेका छौँ। त यसो हुँदै गर्दाखेरि तपाईँहरूले बुझ्नुपर्ने कुरा चाहिँ यति बेला के हो भन्दा, तपाईँहरूले बुझेर हाम्रा समर्थक, शुभचिन्तक र नेपालको नागरिकहरूलाई, जनताहरूलाई बुझाउनु पर्ने कुरा चाहिँ के हो भन्दाखेरि, नेपालको राजनीतिमा चुनाव जितेर जानेले के गरे, हामी सडकमा बस्नेले के गर्यौँ, चुनाव जितेर जानेले हिजोको दिनमा के बोलेको थियो, हामी सडकबाट सङ्घर्ष गर्नेले हिजो के बोलेका थियो, आज के बोलेका छौँ भन्ने कुरा चाहिँ तपाईँहरूले एकचोटि ध्यान दिनुहोस् भनेर भन्नुपर्छ। हेर्नुहोस्, एमएनओले चुनाव जितेर एकचोटि पनि हामी संसदमा पुगेका छौँ, कोही पनि पुगेका छैन, एकचोटि चुनाव जितेका छैन। चुनाव जितेर को पुग्यो भन्दा हिजोको दिनमा कुरा गर्ने भने कङ्ग्रेस कम्युनिस्टहरूले चुनाव जिते। हिजो कङ्ग्रेस कम्युनिस्टहरूको मुद्दा के थियो? लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयता त थिएन उनीहरूको। यो लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको मुद्दा कसको थियो भन्दा यो एमएनओको थियो। यो डाक्टर गोपाल गुरुङले दिनुभएको मुद्दा थियो। गोपाल गुरुङ र एमएनओले चुनाव आजसम्म जितेन, तर चुनाव जितेर नीति बनाउन जाने ठाउँमा जानेहरूले गोपाल गुरुङले भनेको यही लोकतन्त्र, यही धर्मनिरपेक्ष, यही प्रान्तीयता लेख्नु पर्यो। त्यो चुनाव जितेर जानेहरूले बोलेको कुरा लेख्न मिलेन फेरि उनीहरूले बोलेको कुरा। उदाहरणको निमित्त 62-63 को आन्दोलन सके पछाडि माओवादीले लगाइदिएको एउटा नारा, हामीलाई एक अर्कामा लडाउनको निमित्त लगाइदिएको नारा, देश संघीयतामा जान्छ, प्रान्तीयतामा जान्छ, जाँदाखेरि जातीय पहिचानको आधारमा समुदायका नामबाट लिम्बुवान, खमुवान, तम्बुवान, मगरा, तामसालिङ, थरुवाट, नेवा भनेर चाहिँ हामी वितरण गर्छौँ, बाँड्छौँ भनेर यही प्रचण्डले भाषण गरायो होइन पहिला। उसले त्यही भनेर भोट जितेर गएको होइन। अनि त्यति बेला गोपाल गुरुङले के भन्नुभएको, देश प्रान्तीयतामा जान आवश्यक छ, तर प्रान्तीयतामा जाँदाखेरि चाहिँ समुदायको नामबाट लानु हुँदैन। प्रान्तहरूको नामाङ्करण गर्दाखेरि चाहिँ पहाड, पर्वत, प्रकृतिको नामबाट अथवा खोला नालाको नामबाट गरिनुपर्छ। त्यसले के गर्छ भन्दाखेरि पहाड पर्वतको नामबाट, खोला नालाको नामबाट, प्रकृतिको नामबाट नाम राख्दाखेरि चाहिँ त्यो प्रान्तभित्र बसोबास गर्ने सबै नागरिकहरूले चाहिँ यो हाम्रो साझा प्रदेश हो भन्ने भावना विकास गर्छ त्यसले। तर एउटा समुदायको नाममा प्रान्त दियो भने के गर्छ भन्दा त्यहाँ सङ्कीर्ण समाज सुरुवात हुन्छ। जुन समुदायको नाममा प्रान्त छ उसैले मात्रै गर्व गर्ने, बाँकीहरू चाहिँ जीवनभर बाँच्दाखेरि चाहिँ त्यो प्रान्तमा उसले आफ्नो स्वतन्त्रता अनुभूति गरेर, आत्मसम्मान अनुभूति गरेर बाँच्ने परिस्थिति बन्दैन। त्यस कारणले गर्दाखेरि प्रान्तीयताहरूको नामाङ्करण गर्दाखेरि चाहिँ पहाड, पर्वत, प्रकृतिको, खोला नालाको नामबाट हुनुपर्छ भनेर डाक्टर गोपाल गुरुङज्यूले भन्नुभएको। उहाँले चुनाव जित्नु भएन, एमएनओले चुनाव जितेन, हामीले चुनाव जितेनौँ भन्ने हामी नारा लगाउने हामीले जितेनौँ। अनि के भन्नेले चुनाव जित्यो भन्दा तामसालिङ, तम्बुवान, लिम्बुवान, खम्बुवान, मगरा, थरुवाट दिनुपर्छ, दिन्छौँ भन्नेले चुनाव जित्यो। लेख्ने बेलामा के लेख्यो? चुनाव जितेर जाने मान्छेहरूले बोलेको कुरा लेख्यो त्यहाँ? लेखेन। त्यहाँ के लेख्यो? हामी चुनाव जित्दै नजित्नेले भनेको कुरा लेख्नु पर्यो कि पर्यो? अनि योभन्दा ठुलो सफलता के हुन्छ राजनीतिमा? त्यस कारणले तपाईँ हामीले अङ्क गणितलाई जोडेर हामी हाम्रो आफ्नो आजसम्मको हाम्रो आउने भावी सन्ततिको निमित्त लडेको यो ऐतिहासिक लडाइँ, यो विरासतलाई तपाईँ हामीले नजरअन्दाज गर्नु हुँदैन। हेर्नुहोस्, हाम्रो लडाइँ, हाम्रो यो, किनकि मलाई त्यो त राम्रोसँग थाहा छ नि त, यो चुनावको दौरानको क्रममा, चुनावी कुरा गर्ने सन्दर्भमा यहाँनिर नेपालमा रहेका साम्राज्यवादी शक्ति अथवा विशेष गरी भनौँ नेपालमा रहेका खस आर्य समुदायहरूलाई हाम्रा अनुहारको मान्छेले चुनाव जित्दैमा उसलाई कहीँ असर पुग्दैन। हेर्नुहोस्, हाम्रो अनुहारको गुरुङ, मगर, तामाङ, राई, लिम्बू, शेर्पा, होइन, कामी, दमाई, सार्की, कोचे, मेचे, धिमालले चुनाव जित्दैमा नेपालको खस आर्यको टाउको दुखाइ कहिले पनि हुँदैन। र तपाईँ हाम्रो निमित्त नि फरक पर्दैन थियो, किनकि हाम्रा अनुहारको मान्छेहरूले पनि चुनाव जित्ने कुरा, सत्तामा शक्तिमा पुग्ने कुरा आजको मितिमा होइन, हिजो पञ्चायत कालमा पनि हाम्रो अनुहारको मान्छे सत्ता र शक्तिमा पुगेकै थिए। तर पुग्दा कस्तो मान्छे पुगेका थिए
भन्दाखेरि अघि पूर्वका साथीहरूले भन्नुभयो जस्तै बिबी खान जस्तो स्वभाव भएका मान्छेहरू, सुग्रीव जस्तो स्वभाव भएका मान्छेहरू, प्रहलाद जस्तो स्वभाव भएका मान्छेहरू पुगेका थिए। त्यहाँनिर रावणको स्वभाव भएका, त्यहाँनिर बालीको स्वभाव भएका, त्यहाँनिर हिरण्यकशिपुको स्वभाव भएका मान्छेहरू पुगेका थिएनन् र अहिले पनि पुगेको छैन त्यहाँनिर। अनि मैले चुनाव सकिसकेपछि मैले धेरै ठाउँ भन्दै आइरहेको छु, चुनाव सकिसके पछाडि मैले अब सबैलाई धन्यवाद दिएँ, भोट दिनेलाई सहयोग गर्नेलाई पनि धन्यवाद दिएँ। धन्यवाद दिएर मैले एक ठाउँमा चाहिँ एउटा स्टाटस लेखेको थिएँ। मैले लेख्दै गर्दाखेरि त्यहाँ कमेन्ट गर्नेहरूमा चाहिँ खसारे साथीहरूले थुप्रोले कमेन्ट गर्नुभएको छ। खसारेहरूको कमेन्ट एउटै कमेन्ट के थियो त्यहाँनिर भन्दाखेरि, त्यहाँनिर तपाईँ जस्तै हिजो गोपाल गुरुङको किताब बोकेर चाहिँ यो अराष्ट्रिय झन्डा मान्दैनौ भन्दै हिँड्ने, हिन्दू संस्कार संस्कृति मान्दैनौ भन्दै हिँड्ने मान्छे आज सबै कुरा छाडेर त्यही अराष्ट्रिय झन्डा बोकेर त्यही हिन्दू संस्कार संस्कृति मानेर हैन, गालाभरि निधारभरि अबिर धसेर त्यो सबै कुरा स्वीकार र चुनाव जितेर संसद भइसक्नुभयो। तपाईँ जतिको युवा देशलाई चाहिएको छ, त्यो तपाईँ पनि सबै कुरा स्वीकार र चुनाव जितेर आउनु पर्यो है भनेर मलाई शुभकामना दिँदो रहेछ। अनि त्यसले के बुझ्यो भन्दा म चुनाव जितेर जाँदै गर्दाखेरि उसलाई फरक परेन, तर कति बेला फरक पर्यो भन्दा जुन दिनसम्म मैले डाक्टर गोपाल गुरुङजीको विचार, उहाँको मङ्गोलवाद दर्शन र यो मङ्गोल नेसनल अर्गनाइजेसनको विषयमा जुन दिनसम्म आवाज उठाउँछु, त्यो कुरालाई सशक्त ढङ्गबाट अगाडि बढाउँछु, त्यो दिनसम्म चाहिँ उसलाई फरक पार्ने रहेछ भन्ने चाहिँ त्यसले प्रमाणित गरे हेर्नुहोस्। त्यस कारणले गर्दाखेरि हामीलाई चाहिँ गणितीय नतिजाको हिसाबले हामीले कहिले पुग्ने भन्नेले भन्दा पनि हाम्रो सङ्गठनले आजसम्म गरेको जति पनि निर्णयहरू छ, हामीले अहिलेसम्म अगाडि सारेको जति पनि कूटनैतिक कदमहरू छ, त्यसले कतिको प्रभावकारिता कायम गरेको छ, हामी कति सफल भएका छौँ भन्नेसँग चाहिँ हाम्रो सरोकार हुन जरुरी छ। हामीले हिसाब किताब गर्दा पनि त्यहाँबाट चाहिँ हामीले निष्कर्ष निकाल्न जरुरी छ। हेर्नुहोस्, हामी त्यसरी गर्दै आएको कारणले हामी सफल भएर आइरहेका छौँ भने अर्को पाटोतर्फबाट हेर्ने हो भने यो साम्राज्यवादी शक्तिलाई के लागेको थियो भन्दा यो मङ्गोललाई चुनाव हराउन पाइयो भने 79 सालमा एक किसिमको मत पाएको थियो, यो 82 सालको निर्वाचनमा मतमा भारी गिरावट ल्याउन पायौँ भने अनि यो सङ्गठनको कार्यकर्ता समर्थक शुभचिन्तकहरू लु यो बाटोबाट त नहुने रहेछ, जति गर्दा नि नहुने रहेछ भनेर सबै निराश भएर सबै कुरा छाडेर यिनीहरू साइड लागिहाल्छ, यतिकै हराउँछ भन्ने सोच्या रहेछ साम्राज्यवादीहरूले। तर हिजो गोपाल गुरुङ एक्लै हुँदा नछाडेको अनि हामी 20,800 मत आउँदा छड्छौँ। हामी अब फेरि हामी त एक्लै भए पनि लड्ने भनेर आएको होइन, तपाईँहरू त्यसैको निमित्त हिँडिराख्नु भएको होइन, हामी छाड्छौँ हुँदैनौँ। चुनाव सकिए लगतै हाम्रो पालो गर्ने एउटा खतरा निर्णय थियो। अब नेपाल सरकारले र नेपालले वान चाइना प्रिन्सिपललाई समर्थन गरेर ब्रिक्स BRI को बाटोमा हिँडेन भने अब यसको खैरा छैन भनेर हामीले वान चाइना प्रिन्सिपल राखे पास गरिदियौँ। हेर्नुहोस् त नेपालको आजसम्मको नेपालको संस्कार के थियो? नेपालमा सरकार बन्ने बित्तिकै, प्रधानमन्त्री हुने बित्तिकै खुरुर कुदेर दक्षिण भारतमा गएर आशीर्वाद थापिहाल्नु पर्ने संस्कार थियो। हामीले वान चाइना प्रिन्सिपल BRI ब्रिक्स भनिदिने बित्तिकै के भयो? साम्राज्यवादी शक्तिहरूको त्यो संस्कारमा ब्रेक लगाउने काम गर्यो त्यसले। त्यसपछि नेपालको प्रधानमन्त्रीलाई उता दक्षिणतिर होइन उत्तरतिर जानु पर्यो भन्ने हिसाबले निम्तो पुग्यो नि त, त्यहाँनिर जाने तयारी पनि मोटामोटी सेट भइसकेको थियो। तर फेरि पनि हिजो अस्ति तपाईँले घटना देख्नुभयो, यो तराईतिर देखेको घटना, यो घटना जातीय युद्ध पनि होइन, धार्मिक युद्ध पनि होइन, त्यसको पछाडि चाहिँ एउटा गहिरो राजनैतिक स्वार्थ लुकेको छ। हेर्नुहोस्, त्यो तपाईँले बिस्तारै महसुस गर्नुहुन्छ, बिस्तारै थाहा हुन्छ। त्यो चाहिँ धार्मिक युद्ध पनि होइन, जातीय युद्ध पनि होइन, त्यो चाहिँ राजनैतिक स्वार्थ सिद्ध भएर त्यो कतैबाट चाहिँ त्यो किसिमले त्यो घटना घटाउने काम गरेको छ। त्यो घटना किन घटाइयो त भन्दाखेरि प्रधानमन्त्री उत्तरतिर जाने तयारी हुँदै गर्दाखेरि उत्तरतर्फ होइन यतै आउनुपर्छ भनेर जबरजस्ती दक्षिण तान्नको निमित्त त्यो नियोजित तरिकाबाट अगाडि बढाइएको एउटा राजनैतिक घटना हो। त्यसले अब तपाईँले देख्दै जानुहुन्छ यो चाहिँ कहाँसम्म झेलिएको रहेछ, कहाँसम्म जोडिएको रहेछ भन्ने कुरा देख्नुहुन्छ। यस कारणले हामीले गरेको एउटा निर्णयले साम्राज्यवादी शक्तिहरूको मगजमा कम्पन पुगिराखेको छ। हेर्नुहोस्, त्यस कारणले हामी चाहिँ सक्यौँ कि क्या हो, हामी बर्बाद भयौँ कि क्या हो भन्ने होइन। हेर्नुहोस्, अब त झन्झन एनर्जी बढेर हामी त धेरैवटा जिल्लामा यसरी पुगेर आयौँ त। आउँदाखेरि हाम्रा कार्यकर्ताहरूले नै अहिले चुनाव जितेर जाने सबैको चाहिँ विषयमा अध्ययन गरेर हेर्दाखेरि त यिनीहरू पनि राम्रो त होइन रहेछ। यिनीहरू पनि त्यही बाहिरबाट हेर्दाखेरि कभर मात्रै राम्रो, भित्र त तिनीहरू पहिला र अहिले के फरक छ त भन्नुहोस् त। फागुन 21 गतेसम्म के भन्दै थियो उनीहरूले? देशलाई सुशासनको गतिमा कुदाउनको निमित्त, आमूल परिवर्तन गर्नको निमित्त हामीलाई भोट दिनुहोस् भने होइन। फागुन 21 गते र आज केही फरक पाउनु भएको छ तपाईँहरूले? केही पनि छैन। पोहोरको वर्षको साउन महिनामा र अहिलेको वर्षको साउन महिनामा केही फरक पाउनु भएको छ?
पोहोरको वर्षको असार साउनमा मान्छेले कृषकहरूले रासायनिक मल पाइन भन्ने त्यही तडपडाहट थियो पोहोरको वर्षको सरकार हुँदा। यसपालि नयाँ सरकार आयो, अहिले पनि कृषकहरूले समयमा रासायनिक मल पाइएन, त्यसकारणले मकै सुकेर गयो भन्ने अहिले पनि त्यही दुःख छ। पोहोरको वर्षको साउनमा नि यही बाढी पहिरो झेलेको, अहिलेको साउनमा पनि त्यही बाढी पहिरो, हुनेवाला त केही पनि छैन। हेर्नुहोस्, यो आमूल परिवर्तन भन्ने कुरा जनताको दैनिकमा त केही पनि आउँदैन परिवर्तन। निश्चित सम्भ्रान्त वर्गहरू जो साम्राज्यवादी शक्तिको नजिक रहेका छन् तिनीहरूको दैनिकीमा उनीहरूको जीवनयापनमा परिवर्तन आउने भन्दा सिवाय अर्को कुरा केही हुँदैन। कुन दिनसम्म भन्दा जुन दिनसम्म मङ्गोल नेसनल अर्गनाइजेसनले जित्दैन, जुन दिनसम्म महामानव डाक्टर गोपाल गुरुङजीको यो मङ्गोलवाद दर्शनले संसदमा प्रवेश पाउँदैन त्यो दिनसम्म तात्विक भिन्नता तपाईँले केही पनि पाउनुहुन्न। त्यसकारणले तपाईँ ढुक्कसँग बस्दा हुन्छ। मतदाताहरू भन्ने कुरा यो कसैको पेवा हुँदैन। हेर्नुहोस्, हिजो कङ्ग्रेस कम्युनिस्टलाई सत्तामा पुर्याउने त्यही मतदाताले कङ्ग्रेस कम्युनिस्टलाई सडकमा पुर्याएको छ, त्यही मतदाताले भोलि हामीलाई निर्वाचित गरेर एक ठाउँमा पुर्याउँछन्। त हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि बोल्दा एउटा बोल्ने, गर्दा अर्को गर्ने, त्यो द्वैत चरित्र चाहिँ हामीले देखाउनु हुँदैन। महामना डाक्टर गोपाल गुरुङ किन सफल हुनुभयो भन्दा उहाँ जे बोल्नुहुन्थ्यो त्यो गर्नुहुन्थ्यो, जे गर्नुहुन्थ्यो त्यो बोल्नुहुन्थ्यो। तर अहिलेकाहरू के छन् हेर्नुहोस् त, अहिलेका संसदमा भएका अथवा सडकमै भएर कुदेर हिँडिराखेकाहरूको नि हेर्नुहोस् न तपाईँले, अनि सरकारमा भएकाहरूको धेरै पर्दैन। 6 महिनाको उसको प्रत्येक कार्यक्रमको 6 महिनाको भिडियोलाई एकै ठाउँमा राखेर हेर्नुहोस् त, त्यो आफैले बोलेको भिडियोमा आफै त्यहाँनिर विवादमा फसिराखेको छ। एउटा भिडियोमा ठिक छौँ भनेको छ, अर्को भिडियोमा बेठिक भनेको छ, अर्को भिडियोमा यस्तो भनेको छ, अर्को भिडियोमा उस्तो भनेको छ। यस कारणले गर्दाखेरि यो किसिमको द्वैत चरित्र हामीले देखाउनु हुँदैन। हामी संलग्न भएर हामीले जुन कुरा प्रतिबद्धता गरेका छौँ, महामना डाक्टर गोपाल गुरुङले जुन बाटो हामीलाई देखाउनु भएको छ यो बाटोमा तपाईँ हामी निरन्तर अगाडि बढ्नुपर्छ। त्यसरी जान सकिएको खण्डमा चाहिँ जनताले, मैले भनिहालेँ, यो मतदाता भनेको कसैको पेवा हुने कुरा हुँदैन। हेर्नुहोस्, जसले राम्रो गर्छ, जो प्रति विश्वास बढ्दै जान्छ, मतदाताले भोलि उसैलाई पुरस्कृत गरेर, उसैलाई निर्वाचित गरेर, उसलाई अभिमत प्रदान गरेर चाहिँ संसदमा पुर्याउने दिन आउँछ। तर त्यसको निमित्त चाहिँ हामी यो परीक्षाको घडीमा, यो अग्नि परीक्षा जस्तै चलेको छ हाम्रो अहिले, यो परीक्षाको घडीमा चाहिँ हामी खरो उत्रिनुपर्छ। न कि यति बेला चाहिँ होइन जनताले हामीलाई भोटै त दिँदैन रहेछ, केलाई गरिराख्नु हो भनेर बस्यौँ भने चाहिँ हुँदैन। हामी कल्पना गरौँ त अहिलेको अवस्था यस्तो छ, हिजो महामना डाक्टर गोपाल गुरुङजीले कसरी मन बुझाएर सङ्घर्ष गर्नुभयो। हाम्रो अहिलेको अवस्थामा यो छ, महामना डाक्टर गोपाल गुरुङजीले त्यो बेलामा मन बुझाएर आउने सन्ततिले एक न एक दिन बुझ्छ नै बुझ्छ। तपाईँहरूमध्ये हेरेर कति धेरैजना हुनुहुन्छ, तपाईँहरूमध्ये महामना डाक्टर गोपाल गुरुङजीलाई प्रत्यक्ष रूपमा भेट्ने मान्छे बिरलै हुनुहुन्छ। तपाईँहरू धेरैले भेट्नु भएको छैन प्रत्यक्ष रूपमा, तर तपाईँहरू यसरी बिउजेर आउनुभयो। डाक्टर गोपाल गुरुङजीसँग भेटघाट नहुने मान्छे भने भोलि अरू मान्छे त्यसरी तयारी भएर आउँछ। तर त्यो दिनको निमित्त चाहिँ तपाईँ हामीले धैर्यता राखेर, इमान्दारीपूर्वक, संयमता अपनाएर, सावधानीपूर्वक चाहिँ हामीले कदम चाल्दै अगाडि बढ्न सकेको खण्डमा अब म तपाईँहरूलाई ग्यारेन्टीको साथ भन्छु, अघि कुरा उठिराखेको थियो, यो 5 वर्ष भन्ने चलन थुप्रो हो, अबको 5 चाहिँ हुन्छ कि हुँदैन भन्दै हुन्थ्यो। अबको 5 चाहिँ ग्यारेन्टीको साथ हुन्छ। त त्यसको निमित्त चाहिँ तपाईँहरू तयारी भएर लाग्न आवश्यक छ भन्ने कुरा तपाईँहरूको बिचमा राखेर, कार्यक्रममा प्रमुख अतिथिजी हुनुहुन्छ, उहाँले पनि धेरै कुराहरूलाई समेटेर तपाईँहरूलाई बताउनुहुन्छ। र यसको निमित्त चाहिँ आज विशेष गरी तपाईँहरूसँग भेटघाट गर्नको निमित्त मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा कास्कीले एउटा अवसर प्रदान गरिदिनु भएकोमा आयोजक जिल्ला सभा कास्कीलाई विशेष आभार प्रकट गर्दै, तपाईँहरू पनि व्यस्त समयको बावजुद यहाँसम्म आइपुगेर हाम्रो कुरा सुनिदिनु भएकोमा तपाईँ सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै म तपाईँहरूबाट अहिलेको निमित्त बिदा लिन चाहन्छु। हस्त, जय मङ्गोल।